पहाडहरूमा सकरकन्दका पातका डाँठबाट अचार कसरी बनाइन्छ र यसको के फाइदा हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। चल्यो म तपाईलाई देखाउँछु यो अचार कसरी बनाइन्छ। यसका लागि म सबैभन्दा पहिले खेतबाट सकरकन्दका पातहरू टिपेर टोकरीमा जम्मा गर्छु। अब म ती पातहरूलाई डाँठबाट अलग गर्छु। त्यसपछि तीलाई पानीले राम्ररी सफा गर्छु। सफा भएपछि म ती डाँठहरू काट्छु। काटिसकेपछि म तिनलाई घाममा 5 देखि 6 घण्टा सुक्न दिन्छु। सुकिसकेपछि ती डाँठहरूलाई एउटा भाँडोमा जम्मा गर्छु र त्यसमा काटिएको रातो खुर्सानी, लसुन, अदुवा, कालो मरिच, नुन र सिरका हालेर राम्ररी मिसाउँछु। मिसाएपछि म ती सबैलाई काँचको बट्टामा राख्छु र कम्तीमा 1 हप्ता दुधमा म्यारिनेट हुन दिन्छु। एउटा हप्ता भएपछि म कराहीमा अलिकति तेल तताएर रातो खुर्सानी र लसुनको झोल हाल्छु अनि हरियो प्याज हालेर त्यसमा अचारलाई हल्का भुट्छु र यसरी तयार हुन्छ सकरकन्दका पातका डाँठबाट बनेको स्वादिष्ट र स्वास्थ्यवर्धक अचार।